र कुलको नाममा चुपचाप लाएर यो काम गर्नुहोस्। जुन दिन 23 गते शनिबारको दिन उठ्ने, नुहाइधुवाइ गर्ने, चोखो शुद्ध पवित्र कपडा लगाउने, देवी भगवती कालीसँग कामना गर्ने सारा कार्य सफल होस् भनेर, किनकि दुर्गा पक्ष हो र पूर्व दिशा उत्तर दिशामा जहाँ हाम्रा कुलका चाहिँ कोठा छन्, जहाँ कुलका पूजा पाठ गर्ने विधि विधान्तहरू छ, अनि जुन पूजा सामान छ सबै कुरा धोइ पखाली गर्ने, जौतिल पानी पहिला अर्पण गर्ने, कुल देवताको मन्दिरमा पस्दा ओम नमो कुलदेवता, ओम नमो कुलदेवता भन्ने, रक्षा गर कुलदेवता भन्ने, त्यहाँबाट गएर जौतिल पानी अर्पण गर्ने, पुष्पास, दियो, कलश, घन्टी, थालीहरू, आरतीका भाँडाहरू सबै पुष्पास गर्ने। कुलको कोठामा दायाँ बायाँ कतै माकुराको जाला पो छ कि, दायाँ बायाँ कुनै फोहोर पो छ कि, यी सबै कुरालाई पुष्पास गरेर अनि माझ्ने। माझिसकेपछि हजुरले कुलको कोठामा सफा सुन्दर पवित्र दियो बनाउने र फुल, अक्षता, धूप, जौतिल, अबिर केसरी, चन्दनहरू सबै कुरा ठिक पार्ने, सयपत्री फुलको माला ठिक पार्ने, कुलदेवताको नाममा बत्ती बाल्ने। ओम कुलदेवता भियो नमः। हे कुलदेवता, आज चैते दशैँ हो। चैते दशैँको दिन कुलदेवताप्रति यो मनलाई समर्पित मैले गरेँ। हाम्रो घर मात्र होइन, हाम्रो वंशको रक्षा कल्याण गर्नुहोला भनेर कुलको नाममा बत्ती बाल्ने।